family. This is not okay. This needs to stop now. So what's up Otakus? It's me Otaku IPPS back with a new video. Sorry, अबदेखि चाहिँ लाइक भिडियो चाहिँ अपलोड हुँदैन भनेर सोचे होला मैले भिडियो अपलोड गर्छु। So what's up Otakus? It's me Otaku IPPS back again. तेरे जोशी I am back again. अभी मजा आएगा ना भिडियो in the YouTube. अब guys जसले पनि मलाई सब्स्क्राइब गरेको छैन सब्स्क्राइब गरिहाल अनि मेरा पुरानो ओटाकुसहरु प्लिज सबै जनालाई शेयर गर हैन लाइक तिम्रो साथी दाइ भाइ दिदी बहिनी अंकल आन्टी काका काकी सबैलाई शेयर गर जसले पनि युट्युब हेर्छ आई मिन जसले पनि मेरो च्यानल हेर्न रुचाउँछ राइट। मेरो मेन पोइन्ट भन्न खोजेको चाहिँ के भन्दाखेरि तिम्रो ओटाकु आरपीपीएस दाइ ब्याक आइसकेको छ। तिम्रो ओटाकु आरपीपीएस ब्याक आइसकेको छ। अब चाहिँ सो यस गाइज अबदेखि चाहिँ कन्टेन्टहरु दामी आउने वाला छ अनि यस गाइज तिम्रो ओजी तिम्रो ओटाको आरपीपीएस चाहिँ ब्याक आइसकेको छ र याप सो एन्ड थ्यांक यू सो मच। अनि यत्रो लाइक धेरै भयो मैले भिडियो हालेको लाइक 1 वर्ष हैन नियरली 1 वर्ष भन्ने मिल्दा नि धेरै नै भइसक्यो हैन। तर याप जे भए पनि यस म एज आई प्रमिस्ड कि म युट्युबमा ब्याक आउँछु भनेर। सो यस आई एम ब्याक। सो धेरै पछि म क्यामेरामा अगाडि आएर बोलिरहेको छु। मलाई के बोलिरहेको छु के बोलिरहेको छु मलाई थाहा हैन। इट्स नट स्क्रिप्टेड एनीथिङ मुखमा आए त्यही बोलिरहेको छु सरी। त्यही नै हो अबदेखि चाहिँ हामी युट्युबमा चाहिँ रेगुलर हुनेवाला छौँ। त्यही भएर जो पनि मेरा ओटाको आरपीपीएस मेरा साथीहरू मेरा मित्र मेरा लभली फ्यान्स चाहिँ के भन्ने मेरा सबै मेरो ओटाको फ्यामिलीहरू प्लिज डु सब्स्क्राइब। अनि जसले सब्स्क्राइब गरेको छैनौ हैन अनि जसले सब्स्क्राइब गरेको छ आफ्नो साथीभाइहरूलाई सबैलाई शेयर गर कि यो ओटाको आरपीपीएस त ब्याक आएछ नि भनेर हैन। अनि सो तिनीहरूले पनि हेरुन् हैन त्यही नै भन्न चाहन्छु म। अनि म ट्राई गर्छु अबदेखि चाहिँ रेगुलर हुने अनि म्याक्सिमम भिडियोजहरु बुम अनि याप छिटै नै अब हामी जीटीए को गेम्स त्यस्तै अरु गेम्स पनि हैन जुन अब एज लाइक तिमीहरुको डिमान्डमा
म गेम खेल्नेवाला छु अनि यप गिभ मी सम सजेसन एज वेल कि म कुन गेम खेलौँ किनकि धेरै भइसक्यो मैले युट्युबमा भिडियोजहरू नहालेको अनि सो मलाई थाहा पनि छैन कि लाइक कस्तो खालको गेमहरू हेर्न रुचाउँछौ तिमीहरूले सो यप द्याट्स इट त्यही भन्नलाई म आएको अनि यो भिडियोको पनि कुनै पोइन्ट नै थिएन होइन लाइक कुनै पनि पोइन्ट छैन यो भिडियोको सो जसले पनि हेरिरहेको छ थ्याङ्क यू सो मच अनि सो द्याट्स इट फर टुडे गाइस सी यू गाइस इन नेक्स्ट वान टिल देन बाय टेक केयर एन्ड जय नेपाल Have fun.